खै बुवाले मन्त्र पढेको त नि बुवाले आमालाई लगाइदिनु जरा पहिले एकदम हाम्रो नाति सुविधार हुनु सबैले मान्ने गुन्ने हुनु नि धेरै पढ्नु जर्मन त खाली डुम्मै चाले धेरै लेख्नु धेरै पेकर पेकर नहुनु ये सानोमा चाहिँ पहिले अनि त्यसको बाद म सर्वलाई लाउनु पर्दैन एउटा आइज बाबु अलिक उता जा दादासँग अलिक उता जा टाँसी न यस्तो आशीर्वाद दिने है बाबु कति दिनु होला अब त हे अब त्यो एकै छत्ताले दिनु पर्यो नि हौ कसरी एक मलाई दिनु म भाग गरिदिन्छु 50 रुपैयाँ दिनु ल बरु मान्छेलाई त्यति नै दिनु न ले पैसा हेरेको त ले। 50 रुपैयाँ दिनु पर्यो नि हौ हजुरबाले आशीर्वाद मात्रै दिनुहुन्छ अलि 50 रुपियाँ 50 रुपियाँ नदिएर 10 सारा ल ल नगर न सिर्जन ढक बुवाले ढक खुट्टा ढोक्नु पर्यो पर्दैन केटाकेटी हो पर्दैन 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 अरे ए हेरौँ देऊ लगेर देखेछ छोटा छोटा म आफै गर्छु दिनु भएछ मारो कुकुर 37 38 होइन खै यो फेरि कहाँबाट आयो हल्लाउँदै यहाँ नसित सिरे मुन्टा बाँध टाउको के गर्दै सन्च हुनु कहिले ज्वरो नआउनु भनेको नगर्न देऊ न होला नि सबैलाई लडी दारु खाला पढेर एकदम ज्ञानी बनिनु यसले फास्टमा लगाएको नि होइन दुई पाला भयो पैसा चाहिँ मलाई दिए नि उता चाहिँ हुँदैन नि गाली भाद्र गाली टाउके बङ्गाइदिउ कति खाएको राख उजमा गोजीमा राख बाबु दे मलाई दे पराकी त्यसले सबै दल चाहिँ टिका थोरै लगाइदिनु भएन ज्वरो कहिले नआओस् अझै पुनः फ्याक्नु हुँदैन फुटेर जाओस् नि पैसा दे अब कति दिनु 50 रुपैयाँ दिनु पर्छ उसले पनि त्यही 50 भन्दै होइन 10 रुपियाँ 50 रुपियाँ मान बाबु पैसा त्यो हुँदैन भन्यो यो आमामामा 50 ला भाइ तँलाई बुवाले ठग्नु भयो त्यस्तो नचलाउ न अहिले केटी केटी आउँछ न तँलाई ठग्नु भयो भाइ बुवाले हेर 20 रुपियाँ दिएर तेरो बाउको डिजल चलाउनु न अहिले अरू नै आउँछन् रसन नातिलाई सिया अहिले मैले ल्याइदिएको अहिले ल्याएको कति अहिले मैले ल्याइदिएको। कति छैन तिमी ल्याइदिएको छ दोकानमा ढोक बुवाले ढोक हातले ढोक नमस्ते गर लो पैसा यता ले हराउँछ यहाँ राख्नु पर्छ पैसा मम्मी राख्ने नि ले म यहाँ बस्छु अनि बुवाले देखाउँदै राखिदिनु ल ल ल मलाई टिका लगाइदिनु पर्छ बस्न दे न अनि खोइ त अनि वा बस्न दिएको त अलai सबैले लागिरहनु हुन्छ त हौ दुईजनै चाहिँदैन त पैसा छैन न सिक्दैन जाँदैछु हात मलाई सिकिनु मलाई सिर्जन यहाँ सपनाको छेउमा बस अलि यता सर त अलि यता सर अब यही बस्न होइन एकछिन पर्खि त त पर्छ जा अलि यता आइज नठेल्ला फेरि अलि ओराइदिए नि यता सर हात मलाई सिकिनु मलाई मैले हेर्नु न मत्तिकै हात मलाई नातिनीहरू पनि एकदम नर्स डक्टर नि नर्स बनिनु सपना सिधा बस बेसी नआइत्रि है तिमीहरू टिका लाउने मान्छे टिका लगाऊ न सुजो सन्तले बलन्तल दले
सुर्ग्यानी बेदुरी पर्वत पर्वत मग गाडीत पनि बस्छ हाम्रो चलो मेरो बेग पनि मम्मी काली भद्र काली कपालिनी काली काली उयो आमा किन अल्छीको लागेन हौ यस्तै चाहिएको उसलाई हाम्रो हाँसी लागो तिम्रो भाग्य जागोस् दुःख दल भनेको पछाडि रोग ओइ उसिर ए भाइ उहिले बाबुले पैसा मजा हालेछ ल्याउ ल्याउ यत्रो पढेर खर्च गरेर फोटोलाई बनिनु टिको लागेन हौ राम्रो तेल किन्नु के हाल्नु माने तेल 10 रुपैयाँ किनेको 20 रुपैयाँ लक्ष्मी बस्छन् खोइ तेरो पैसा कतिको छ लो 50 रुपैयाँ अब बाउले दिनुहुन्छ होला नि दिनु है मैं 50 रुपैयाँ दिनु दिनु मलाई मलाई जति दिनु हो न हाम्रो पनि दिनु पर्छ हामीलाई पनि यति नै चाहियो डेक लाको भने कति राम्रो हुन्थ्यो तिमीहरूको डेक पनि फ्याँकिदिनु लगाएर कहाँ लाउनु टेबल त बाहिर निकालेको रहेछौ टिका लगाइसकौँ न अनि लाउनु पर्छ 50 अनि 10 रुपैयाँ अनि पानी हालौँ कि के हालौँ दोही हालौँ न खतम लागेन हौ चिनी हाल्नु पर्छ चिनी हाल्नु न अलिकति चिनी चिनी ल्याएर त चिनी कहाँ लो चिनी ल्याँदै ल्याँदै फेरि सबै लागेन हौ डाक्टर नै डाक्टर लागेन हौ दुःख दारिद्र्य सबै भागुन् दुर्गाले दुर्गामाले पनि राम्ररी बाल्नु शान्तिको दिन आओस् पढेर ठुल्ठुला मान्छे हुनु परोस् लो छोड पिटिया छोड छोड ले हाल्दै बस सबै लागेन सबै के भने के मजाले लागेन हौ म त लागेन मलाई राम्रो हेर्नु चाल्नु पढेर कहिले चप्पल फ्याँकिदियो दुर्गा भनेले एकदम छोड न त्यहाँ दैलोमा ऐन्द्र नसित सिरिन्छ दशरथ शत्रु सङ्ग्र गरे आयुषो जिल बुके गतिष्ठ पाउने मनन्त दुर्जनाने सूर्य शान्त वाले बोलन्छ हलधरे सुते सुज्ञानी बिजुरी पर्वत जयन्ती मङ्गल काली भद्र काली कपालिनी हाम्रो घरमा किन छ पिर्छु फेरि अहिले छोड भन्दैछु झन् जबरजस्त अरे खोइ हाम्रो आशी लागोस् तिम्रो भाग्य जागोस् दुःख दरिद्र सब दूर भागोस् पछाडिले रोगव्याध ल पल्लो घर लाऊ अनि भात खाऊ अनि मामालाई जाऊ कता कता जानु हात कामको काम गर्नुहुन्छ काम बल सक्यो उसले आन्द्रोला जस्तो लाग्यो त अनि ओइ तँको पैसा खोइ हाम्रो भाग्य जागोस् कपाल मेमै जानु पर्यो नि लुगा चाहिँ समेट तिम्रो त मेरो 50 अब हाम्रो नातिनीले अब कान्छी नातिनीलाई चाहिँ के दिनु ऐन्द्र नसित सिरिन्छ नेपाल राम्रो जानु राम्रो बुझेर आउनु खर्च नगर्नु पैसा राम्रो सुखले आइपुग्नु मैले के भन्नु त अघि मान्छे पढेर एकदम पास तो हराउ कि जस्तो कि कग्लो फेल भइहाल्यो नपरोस् यो भोग डक्टर नि बन्यो यो म राखिदिन्छु
जयन्ती मङ्गलकारी भद्रकाली कपालिनी नवदुर्गा भानीका प्रसादले हराइस पनि हेर्न न हराइस हातमा लक्ष्मी बसुन् मुखमा सरस्वती बसुन् नवदुर्गा भानीका प्रसादले खिचिदिनु हाम्रो आशिक लागो तिम्रो भाग्य पर्खिन, जागो टिका लगाइसक पहिले। सबदुर भागोस् कस्तो लाग्यो नवदुर्गा भानीका प्रसादले रोग व्याध कष्ट हराउनुहोस् तिनीहरूको निधार सानो थियो त्यसको निधार हेर्दा कत्रो छ कसको सपनाको मेरो निधार सानो हो ठुलो निधार हुने भाग्यमा ल्याएर सानो के हेरौँ सपना थोरै छैन अक्षताहरूमा मेरोमा छैन सानो होस् कि ठुलो होस् एउटा भागमा लिएर आएकै होला नि लु खोइ त मलाई यता ले खुट्टा फुगाको सिजन लाग्छ ल रुसी लाग्यो म के गर्न जानु थोइ इन्द्र नसित सिरिन्द्र दशरथ गङ्गीहरू आइसक्यो। सङ्ग्र गरे आइसर गङ्गी, भूमिका। पाउने मनन्त दुर्योधने सूर्य शान्त भले बलन्त धरे कुतिन्छ कुन्त नातिकेको पनि एकदम के गर्छु बाबु बाबु कता आमा कता मामालाई बसेर वाह मान्छे राम्रो भइसक्यो कि पो रहेछ लाऊ लाऊ टिका लाऊ मङ्गल काली भद्र काली कपालिनी नवदुर्गा भानीको प्रसादले हाम्रो आशिक लागो दुख तिम्रो भाग्य जागोस् दुःख दरिद्र सब दूर भागोस् नवदुर्गा भानीले हाम्रो लिलेलाई गोपाललाई पनि मोबाइलमा फोन गराइदिनु है तिमीबाट आशीर्वाद दिने अब उसलाई चाहिँ धेरै मूल्य छ कान्छालाई छोरो कस्तो भयो बिमारी चिन्ता लागिरहेछ मलाई कतिवटा बेजी सेलेन भइसक्यो अरे जोरै छोड्दैन अरे कति दिनु हो नातिलाई 5 रुपियाँ दिनु न 5 रुपियाँ दिँदा भइहाल्यो नि भयो त हामी त ढ्याक ढ्याक पहिला के गर्नु पुऱ्याउनै साह्रो लु 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 जाऊ जाऊ बस ड्याममै दुईटा हात थापिने लु इन्द्र रसित सिरिन्द्र दशरथ शत्रु सङ्ग्रह गवे ऐश्वर्य लमुक गतिष्ठ पाउने मानन्त दुर्योधने मिलेर खानु कहिले झगडा नगर्नु सूर्य शान्त बले बलञ्चल धरे कुतिन्छ कुन्ते सुते जोडी भनेर टिको लगाउनु पाइँदैन सङ्कृष्टित नारायणी जयन्ती मङ्गल काली भद्र काली कपालिनी फलाने त बुहारी नाम नकम्योस् कति मजाका भनौँ न हातमा लक्ष्मी बसुन् मुखमा सरस्वती बसुन् जोडी कति मजाले मिलेर बसेका भनौँ झै झगडा सबै हटाइदिउन् खै छोरा बुहारी त उहिले बेहुलीमा राखेको थियो त्यति त हो अनि 1 वर्ष लाग्यो नि त एक पोहोर होला दक्षिणा दिनुपर्छ है छोरी बुहारी एउटै हो ए त्यसो त मलाई नि दिनुपर्छ नि दक्षिणा त अब दिउँला नि आमाले आएर स्वर चोक्याउ न त अनि टिका नलाइ नि दक्षिणा चाहिन्छ मलाई एउटा रुमाल राखेर टिको लाएर मात्रै दक्षिणा दिनु दक्षिणा दिनुभयो दिनु त पर ए उनलाई भाग चाहियो अरे बुहारी छुट्याउनु पाइन्छ कि क्या एउटै बुहारीलाई धेरै एउटैलाई चाहिँ नदिनु त्यस्तो कहाँ पाइन्छ आउनु त बस यहाँ
बस्दिनँ अहिले म त्यहाँ पाइँदैन गद्दीमा बसी बसी मात्रै यी म झन् राजगद्दीमा बसिरहेको छु यहाँ लु लु पाहुना आयो ए बुवा